चाहिँ देउसी भैलो स्टार्ट भइसकेको छ। उहाँहरूको चाहिँ यो देउसी तिहारै आयो भन्नेमा हो। एकदम राम्रो ग्रुप डान्स गर्नुभएको थियो उहाँहरूले चाहिँ, आफैले सिकेर पनि एकदमै इनर्जेटिक पारामा एकदमै राम्रो थियो उहाँहरूको डान्स चाहिँ। मलाई चाहिँ एकदमै राम्रो लागेको थियो, हेर्ने अरूलाई पनि एकदमै इन्जोय गरेर हेरिरहनु भएको थियो। हामीले चाहिँ एकदमै सिम्पल तरिकामा धोती चोलो लगाएर चाहिँ हामी चाहिँ यसपालि देउसी भैलो खेल्न गएका थियौँ। लास्ट टाइम पनि हामी चाहिँ देउसी भैलो खेल्न गएका थियौँ। एकदमै रमाइलो भएको थियो लास्ट टाइम पनि, र यो टाइम पनि एकदमै रमाइलो भइरहेको छ। तिहार भनेको नै एकदमै रमाइलो चाडबाड नै हो, र देउसी भैलो खेल्नु पनि यो चाहिँ एउटा सांस्कृतिक कला नै हो। यसलाई चाहिँ हामीले जोगाउनै पर्छ होइन। त्यही भएर हामीले चाहिँ यसरी आफ्नो बच्चाहरूलाई पनि हामीले चाहिँ सँगसँगै लिएर हिँडेका थियौँ, किनभने हामी पछि त उनीहरूले यो संस्कृति जोगाउनु पर्ने हुन्छ। त्यही भएर चाहिँ हामीले उनीहरूलाई पनि देउसी भैलो भनेको कस्तो हुन्छ के हुन्छ भनेर चाहिँ हामीले चाहिँ बच्चाहरूलाई पनि सँगसँगै लिएर गएका थियौँ। र नानीको डान्स पनि एकदमै राम्रो थियो। यस्तो राम्रो यस्तो पर्फेक्ट डान्स गर्ने छन् बच्चाहरू चाहिँ होइन, दुईजना हुनुहुन्छ बहिनीहरू। अर्को बहिनी पनि एकदमै राम्रो डान्स गर्नुहुन्छ, र उहाँ बहिनी पनि एकदमै राम्रो डान्स गर्नुभएको थियो। एकदमै राम्रो लागिरहेको थियो। अनि हामीले चाहिँ अब यो बच्चाहरू लिएर हिँड्दाखेरि चाहिँ उनीहरूले पनि सिक्छन्, उनीहरूलाई पनि थाहा हुन्छ कसरी चाहिँ हामीले हाम्रो यो संस्कृतिहरू चाहिँ जोगाउने, कसरी चाहिँ देउसी भैलो गर्ने। यो तडक भडक भन्दा पनि एउटा सिम्पल रूपमा चाहिँ हामीले देउसी भैलो गर्न सक्छौँ भन्ने चाहिँ बच्चाहरूलाई पनि लिएर गएका हौँ। र उहाँ चाहिँ अर्को सानो नानो हुनुहुन्छ, अनि उहाँले पनि यस्तो राम्रो डान्स गर्ने कि होइन, दुईजना चाहिँ कम्पिटिसन गर्यो भने दुवैजना फर्स्ट आउनुहुन्छ होला, त्यस्तो राम्रो डान्स थियो दुवैजनाको। एकदमै राम्रो लागिरहेको थियो। कतिले चाहिँ देउसी भैलो खेल्दाखेरि आफ्नो बच्चाहरूलाई चाहिँ घरमै छोड्नुहुन्छ। सानो सानो छ भने त ठिकै हो, तर ठुलो उहाँहरू जस्तो नानीहरू हुनुहुन्छ भने चाहिँ लिएर जानु होला भन्छु, किनभने उहाँहरूले पनि हामीबाटै सिक्ने त हो। यसरी देउसी भैलो यसरी खेल्नुपर्छ भनेर उहाँहरूले पनि पछि सिक्नुहुन्छ। अनि हेर सबैजना ग्रुपमा मिल्नुपर्छ, सबै एकता सबै समान हुनुपर्छ भन्ने उहाँहरूले पनि अहिलेदेखि नै दिमागमा पर्यो भने पछिसम्मै उहाँहरूले चाहिँ यस्तो कुराहरू चाहिँ दिमागमा बसिरहन्छ बच्चाहरूको चाहिँ। अनि उहाँको डान्स पनि एकदमै राम्रो थियो, एकदमै राम्रोसँग डान्स गरिरहनु भएको थियो बहिनीहरूले पनि। उहाँले चाहिँ कम्मरैमा पटुकी बाँधेर भन्नेमा डान्स गरिरहनु भएको थियो। प्राविधिक कारणले चाहिँ हामीले चाहिँ गीत चाहिँ युट्युबमा राख्न मिल्दैन, त्यसैले चाहिँ मैले चाहिँ यो भोइस ओभर गरेर भिडियो मात्रै बनाइरहेको छु। अनि उहाँहरू चाहिँ हिरो हिरोइन नै हो हाम्रो ग्रुपको। उहाँहरू चाहिँ आफ्नै बुढाबुढी हो, नेवारी गीतमा डान्स गरिरहनु भएको छ उहाँहरू चाहिँ दुईजना चाहिँ। एकदमै राम्रो उहाँहरूको डान्सको त कुरै नगरौँ, सबैजना फ्यान हुनुहुन्छ। सबैले चाहिँ उहाँहरूको डान्स चाहिँ हेरौँ भनेर माग चाहिँ गर्ने हो। उहाँहरूको डान्स चाहिँ एकदमै माग आउँछ जहाँ पनि। दुईजनालाई चाहिँ डान्स गराउनु पऱ्यो बुढाबुढीलाई भनेर, तर उहाँहरू पनि पछि चाहिँ हट्ने होइन। एकदमै राम्रो डान्स गर्नुहुन्छ, यति राम्रो डान्स गर्नुहुन्छ। डान्स गर्ने भनेपछि दुईजना स्ट्यान्ड बाई अगाडि आउनुहुन्छ, नाइ नास्ति त्यस्तो केही पनि गर्नु हुँदैन। एकदमै राम्रो डान्स गर्नुहुन्छ नेवारी गीतमा उहाँहरू। सबैलाई धेरै नै मन परेको उहाँहरूको डान्स पनि। मजाले दुईजना बुढाबुढी भएपछि चाहिँ गीत आउँछ भने चाहिँ मजाले नै उहाँहरूले चाहिँ यस्तो मजाले डान्स गर्नुहुन्छ कि त्यहाँ हुने कसैलाई पनि त्यस्तो उनी आउँदैन होला। त्यसपछि चाहिँ हामीले चाहिँ ग्रुप डान्स सबैजना मिक्स अप गरेर चाहिँ ग्रुप डान्स सुरु गऱ्यौँ। उहाँ चाहिँ घरबेटी हो, अनि हामीले चाहिँ अब लास्टमा चाहिँ घरबेटीलाई पनि नचाउनु पर्छ भनेर चाहिँ हामीले एउटा गीत बजाएर घरबेटीलाई पनि नचाउँछौँ। त्यसो गर्दा चाहिँ हेर्नेलाई पनि रमाइलो होस् अनि देउसी भैलो खेल्नेलाई पनि एकदम रमाइलो होस् भनेर चाहिँ हामीले चाहिँ यो प्रोग्राम चाहिँ राख्छौँ एउटा। उहाँ चाहिँ सबैलाई बोलाउँदै हुनुहुन्छ, अरू भित्र हुनुभएको मान्छेहरूलाई पनि नाच्न आउनु भनेर। एकदमै रमाइलो हुन्छ यस्तो गर्दाखेरि चाहिँ। सबैजना ग्रुपमा नाच्नुहुन्छ, अनि सबैजना घरको मान्छेलाई पनि रमाइलो हुन्छ, हेर्नेलाई पनि रमाइलो हुन्छ, र देउसी खेल्नेलाई पनि रमाइलो हुन्छ। यो चाहिँ हाम्रो सेकेन्ड डेको, किन दिउँसै भन्नुहुन्छ होला, यो चाहिँ हाम्रो डे सेकेन्डको हो। सेकेन्ड डे चाहिँ हामी बिहानदेखि नै देउसी, बिहान भन्नाले 11 बजेतिर चाहिँ देउसी खेल्न हिँडेका थियौँ।
लक्ष्मी पूजाको दिन चाहिँ म नभ्याउने भएर लक्ष्मी पूजाको दिन चाहिँ म कतै पनि हिँड्दिनँ, घरमा पूजाआजा गर्नुपर्छ। त्यही भएर सेकेन्ड डे चाहिँ म चाहिँ गएको थिएँ देउसी भैलो खेल्नलाई। एकदमै रमाइलो भएको थियो, रमाइलो भएको थियो। र लास्टमा चाहिँ हामीले चाहिँ यहाँ उसको तयारी गरेका छौँ। यहाँ चाहिँ सबै उहाँले चाहिँ धान चामलहरू फलफुल चाहिँ यसरी बाहिर ल्याइराखेको हुन्छ। फुलहरू छर्केर वरदान जस्तो आहै लागि मरहोस्, आहै आशिष दिन, आहै यति नै जाने, आहै यति नै जाने, आहै यति नै जाने। नाच्दै र गाउँदै रमाउँदै तेसन मेटौला, नाच्दै र गाउँदै रमाउँदै। देउसी भैलो कार्यक्रम लिएर यहाँ उपस्थित भएका छन्। विविध कार्यक्रम सहित देउसी भैलो कार्यक्रममा यहाँहरूले मनोरञ्जन लिनुहुनेछ भन्ने हामीले आशा लिएका छौँ। र सुरुमा देउसी भैलो भत्यातिर हुन यो चाहिँ यो ठाउँको पुरानो इनार रहेछ, एकदम मौलिकता झल्काउने, एकदमै राम्रो थियो। तर मलाई चाहिँ हेर्न डर लागिरहेको थियो र म त्यतातिर हेरिनँ। अनि यता चाहिँ हामी चाहिँ उपमेयरज्यूको घरमा चाहिँ देउसी भैलो खेल्न आएका थियौँ र यहाँ चाहिँ हाम्रो सानो बहिनी चाहिँ डान्स गर्दै हुनुहुन्छ। हामी चाहिँ उपमेयरज्यूको घरमा छौँ अहिले। अनि उहाँ बहिनी चाहिँ एकदमै आफै अगाडि सरेर म डान्स गर्छु नि भनेर चाहिँ उहाँ बहिनीले चाहिँ आफ्नो प्रतिभा चाहिँ अगाडि लिएर आउनु भएको हो। एकदमै खुसी लाग्छ त्यस्तो देख्दाखेरि चाहिँ। कतिजना चाहिँ डान्स गर्न नमान्ने पनि हुनुहुन्छ, धेरैजनाहरू चाहिँ होइन, बच्चाहरू आउन आऊ भन्नुपर्छ। र यहाँ हामीसँग आउनुहुने बहिनीहरू चाहिँ मलाई डान्स गर्न दिएन भनेर रिसाउने खालको चाहिँ हुनुहुन्छ। उल्टो उहाँहरूलाई चाहिँ एकदमै डान्स गर्न मनपर्ने। अनि उहाँहरूले चाहिँ धेरै ठाउँमा डान्स गर्नुभयो, थाक्दा पनि नथाक्ने, फेरि धेरै नै डान्स गरेर पनि एकदम इनर्जेटिक नै हुनुहुन्थ्यो। हामी चाहिँ यतिजना थियौँ यहाँ देउसी भैलो खेल्नेहरू चाहिँ, हाम्रो ग्रुप हो उहाँहरू चाहिँ सबैजना। अनि यता पनि हुनुहुन्छ सबैजना। अनि हामी चाहिँ सबै वरिपरि चाहिँ हेर्ने सबैजना धेरै मान्छेहरू हुनुहुन्थ्यो। अनि हामी चाहिँ उपमेयरज्यूलाई कुर्दै पनि थियौँ, उहाँ चाहिँ आउँछ भन्ने सुनेको थियौँ। र उहाँ पनि उपमेयरज्यू पनि यहाँ आइपुगिसक्नुभयो, दियो बाल्दै हुनुहुन्छ। हावाले चाहिँ दियो बल्नै दिएको छैन, यस्तो हावा चलिरहेछ कि त्यहाँ दियो बल्नै दिएको छैन। अनि वरिपरि पनि धेरै मान्छेहरू हुनुहुन्थ्यो देउसी भैलो हेर्ने सबै। अनि यहाँ चाहिँ हाम्रो साथीहरू चाहिँ यता डान्स गर्दै हुनुहुन्थ्यो। उपमेयरज्यूले देखेर चाहिँ एकदमै खुसी लाग्यो हामी सबैजनालाई। उहाँहरू चाहिँ यसरी हाम्रो साथीहरू चाहिँ डान्स पनि गर्दै हुनुहुन्थ्यो यता। अनि देउसी भैलो चाहिँ योपालिको साँच्चीकै एकदमै धेरै नै रमाइलो भइरहेको थियो। हामीले चाहिँ अगाडि नै चिट काटेर कार्ड बाँडेर चाहिँ हामी चाहिँ देउसी भैलो खेल्न गएका हौँ। सबैको घरमा सबैलाई अगाडि नै इन्फर्म हुन्छ हामी आउँदैछौँ भन्ने चाहिँ हामीले कार्डमै लेखेर पठाएको हुन्छौँ। त्यसरी चाहिँ हामीले अग्रिम इन्फर्म गरेर मात्रै हामी चाहिँ देउसी भैलो खेल्न गएको हुन्छौँ। हामीले चाहिँ एकदम रमाइलो भएको थियो सबैजनालाई, सबैजना वरिपरि सबैजना हेर्ने मान्छेहरू पनि टन्नै नै हुनुहुन्थ्यो। यहाँ चाहिँ एकदम रमाइलो भएर हाम्रो ग्रुपको डान्सहरू सकेपछि चाहिँ एकछिन चाहिँ हामीले उपमेयरज्यूलाई पनि नचाह्यौँ। उहाँ पनि धेरै नै रमाइलो गर्ने खालको मान्छेमा पर्नुहुन्छ र एकछिन उहाँ पनि नाच्नुभयो। उहाँको घरको परिवारहरू पनि सबैजना नाच्नुभयो। उहाँ कुनै मिटिङमा बाहिर जानुभएको थियो। अनि र हामी आएका छौँ भन्ने खबर गरेपछि उहाँ बस्दै गर्नुहोस्, म तुरुन्तै आइहाल्छु भनेर चाहिँ उहाँ चाहिँ आफ्नो यस्तो इम्पोर्टेन्ट काम छोडेर पनि हाम्रो देउसी भैलोमा रमाइलो गर्न आइपुग्नु भयो। यो सुन्दा चाहिँ हामी सबैजनालाई एकदमै धेरै खुसी लाग्यो। उहाँले आफ्नो कार्यक्रम हुँदा पनि एकछिन छोडेर हामी आएको छौँ भनेर उहाँ चाहिँ एकछिन त्यहाँबाट निस्केर घर आइपुग्नु भएको थियो। एकैछिन 10 मिनटभित्रै आइपुग्नु भएको थियो हामीले खबर गरेको। त्यो सुन्दा चाहिँ एकदम खुसी लाग्यो। उपमेयरज्यूलाई पनि एकदमै रमाइलो गर्नुपर्छ। अनि उहाँ पनि हामी सँगसँगै नाच्नुभयो, एकछिन एकदमै रमाइलो गर्नुभयो। हामीलाई पनि एकदमै रमाइलो लाग्यो। हामी पनि सँगसँगै उपमेयरज्यू सँगसँगै नाचिरहेका थियौँ। एकदमै रमाइलो भइरहेको थियो। त्यसपछि चाहिँ हामी आशिष दिनतर्फ
अनि एकैछिन रमाइलो गरेर चाहिँ आशिष दिएर एकैछिन रमाइलो नाचगान गरेर चाहिँ हामी चाहिँ अब त्यहाँबाट निस्किने भन्ने कुरा भइरहेछ र हामी त्यहाँ फेरि एकैछिन नाचगान गरेर चाहिँ हामी त्यहाँबाट निस्क्यौँ र भोलिपल्ट चाहिँ हाम्रो त्यहाँ सिटिपुलमा इन्टरनेट र त्यहाँ चाहिँ सिटिपुलमा तयार भइरहेको थियो अनि एकदमै राम्रो रङ्गोली चाहिँ एकदमै राम्रो रङ्गोलीहरू बनाइरहनु भएको थियो हाम्रो मन्दिर चाहिँ यस्तो राम्रो सिटिपुलको मन्दिर चाहिँ एकदमै राम्रो छ अनि यहाँ चाहिँ सबै कम्युनिटी मिलेर चाहिँ यहाँ चाहिँ भोलिको लागि तयारीहरू गर्दै थियो रङ्गोलीहरू यस्तो राम्रो रङ्गोली बनाइरहनु भएको थियो उहाँहरूले मनै लोभ्यो भने अर्कोतिर चाहिँ रङ्गोली बनिसकेको थियो यता चाहिँ रङ्गोली रेडी भइसकेको थियो यस्तो राम्रो थियो यता पनि कस्तो राम्रो है दुईतिरै हेऱ्यो यो ठाउँ आइसक्यो त्यो गेम हो त भने भगवान् एक्सर्साइज गर्ने ठाउँलाई नि ल जाम जाम म त अस्ति जात्रामा थिएँ हो कि जस्तो लाग्थ्यो यही ठाउँ रहेछ राति भएर थाहै नपाउने कि गल्ली 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 अनि गल्ली गल्ली हजुर गल्ली रहेछ तेरो म भिडियो बनाउँदैछु कि गल्ली गल्ली देखेर एउटा गल्लीबाट छिर्यो अर्को गल्ली निस्किन्छ नि यहाँ म नि हो भने यता ओल्लो रोड आइपुग्यो अनि हामी चाहिँ गयौँ फाइनली हामी ओडादे छिचुको घरमा आइपुग्यौँ हामी चाहिँ अहिले ओडादे छिचुको घरमा चाहिँ भैली खेल्न आएको हौँ र यहाँ चाहिँ धान सुकाउनु मारामार थियो अनि उहाँहरू चाहिँ धान उठाउँदै हुनुहुन्थ्यो हामी आएको देखेर उहाँ आधी चाहिँ उता अर्को बाटोबाट आइरहनु भएको अनि हामी चाहिँ पुग्यौँ ओडादे छिचुको घरमा लड्दामा पर्दै आहै आएका हामी आहै केराको खम्बा आहै साथीभाइ जम्मा आहै आहै देउसी खेल्न आहै साह्रैमा राम्रो आहै चाडबाड हाम्रो आहै रीतिमा तिथि अनि हाम्रो ओडादे छिचुहरू चाहिँ सबैजना बाहिर आइसक्नुभयो अनि नाच्दैछौँ हामी चाहिँ सबैजना उहाँ चाहिँ ओडा अध्यक्ष हुनुहुन्छ र हामी चाहिँ सबैजना ग्रुप डान्स गरेर चाहिँ सबैजना गीत बजाएर डान्स गरिरहेका छौँ अनि सर म्याम दुवैजना चाहिँ एकदम मजाले उहाँ बुवाहरू पनि एकदम मजाले डान्स गरिरहनु भएको थियो एकदम रमाइलो भइरहेको थियो यति बेला चाहिँ सबैजना घरको परिवारहरू नि सबैजना निस्केर डान्स गर्दाखेरि चाहिँ छुट्टै रमाइलो हुने सबैजनासँगै नाच्दा गाउँदा चाहिँ एकदमै रमाइलो हुने ओडादे छिचुको घर चाहिँ एकदमै राम्रो थियो अनि यहाँ चाहिँ देउसी भैलो खेल्न नि सबैजना एकदमै रमाइलो गरेर देउसी भैलो खेलिरहनु भएको थियो यहाँ पनि यसपालि देउसी भैलो चाहिँ एकदमै रमाइलोसँग नै बित्यो देउसी सबैजना चाहिँ आफ्नो कला संस्कृति चाहिँ सबैजना जोगाएर राख्नु सबैजनाले देउसी भैलो चाहिँ खेल्नुहोला तर एकदमै आफ्नो कल्चर चाहिँ एकदमै सेभ गरेर चाहिँ खेल्नुहोला तडक भडक नगर्नुहोला भन्न चाहन्छु म चाहिँ यहाँ यसरी भिडियो बनाइरहेको थिएँ अनि पछाडि चाहिँ देउसी भैलोको एकदमै रमाइलो नाच भइरहेको थियो सबैजना नाचिरहनु भएको थियो यो चाहिँ होइन
यसो मेमोरीको लागि कहिलेकाहीँ हेर्नुहुन्छ भनेर चाहिँ यो चाहिँ मैले यसरी बनाएको हो। मेरो चाहिँ काहीँ नाचेको भिडियो छैन, त्यही भएर पनि मैले फ्रन्ट क्यामेरा राखेर चाहिँ यसरी चाहिँ भिडियो बनाइरहेको छु। हाम्रो चाहिँ यसपालिको देउसी भैलो चाहिँ एकदमै रमाइलोसँग भयो। अनि म चाहिँ सबैजनाको भिडियोहरू लिँदैछु। अनि पछि अब को जानुभएको छ भनेर थाहा हुन्छ। भनेर अब नचिनेको पनि हुनुहुन्छ कतिजना, मैले यहाँ सबैसँग भेटघाट पनि भयो, एकदम रमाइलो पनि भयो। मलाई चाहिँ एकदमै खुसी लाग्यो सबैजनासँग उहाँलाई यस्तो राम्रो लाग्यो। हामी सबैजना
भाग लिँदैछ यस्तो राम्रो डान्स गर्ने चाहिँ तपाईँहरूले पनि हेर्न सक्नुहुन्छ चर्को डान्स चाहिँ धेरै नै राम्रो थियो र लास्टमा चाहिँ हाम्रो चाहिँ अब यति नै भने चाहिँ आज थर्सडे यति नै समाप्त गर्ने भनेर चाहिँ हामीले यो चाहिँ लास्ट गरेका हौँ आज पूजा पनि भएको कारणले गर्दा चाहिँ सबैलाई नै छिटो घर जानुपर्ने भएकोले हामीले चाहिँ आज दिनको 3 बजे नै हाम्रो चाहिँ यो स्टप गरिसकेका थियौँ सबैलाई 3 बजे घर पुग्नु पर्ने भएकोले हामीले चाहिँ यो आज चाहिँ लास्ट डेमा चाहिँ छिटो नै सबैजना घर पनि फर्क्यौँ र सबैजनालाई भेट्नु पाइयो सबैजनालाई भेट्नु पाइयो एकदमै धेरै खुसी लाग्यो सबैजनाले राम्रोसँग गरिदिनु भएकोमा र मलाई पनि बोलाइदिनु भएकोमा थ्याङ्क यू सो मच है एकदमै राम्रो भयो प्रोग्राम पनि एकदमै सक्सेसफुली नै भयो सबै कुराहरू सबै म्यानेजमेन्टहरू सबै एकदमै धेरै राम्रो थियो यस्तै गर्दै चाहिँ अब आगामी वर्षमा पनि सबैजना सधैँ एकदम कल्चर पनि जोगाउनै पर्छ हामीले होइन र एकदम तरिकाले चाहिँ सबैजना यति भन्दै सबैसँग चाहिँ हामी पूजा माग्छौँ सबैले हेरेर मन पराइदिनु भएकोमा लाइक सब्सक्राइब पनि गरिदिनु होला जसले पनि भिडियोहरू भएको छ है त्यही पनि लिएर हामी फेरि पनि आउँछौँ।